सबैप्रति नियमित साथ र सहयोगको लागि अपिल गर्दछु। महानगरवासीसँग वाचा गरेका काममध्ये यी प्रतिनिधिमूलक काम हुन्। 31औं महानगर दिवस समारोहका प्रमुख अतिथि सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू, सम्माननीय उपराष्ट्रपति श्री रामसाहेब प्रसाद यादवज्यू, सम्माननीय प्रतिनिधि सभाका सभामुखज्यू, राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यू, काठमाडौँ महानगरपालिकाका उपप्रमुख, विषयगत समितिका संयोजकज्यूहरू, कार्यपालिका सदस्यज्यूहरू, नगरसभा सदस्यज्यूहरू, प्रमुख प्रशासकीय अधिकृत विभागीय प्रमुख तथा सम्पूर्ण राष्ट्रसेवा कर्मचारीज्यूहरू, विभिन्न वडाबाट सांस्कृतिक झाँकी सहित पाल्नुभएका सांस्कृतिक तथा सामाजिक क्षेत्रबाट पाल्नुभएका व्यक्तित्वहरू, नागरिक समाजका अगुवाहरू, विभिन्न क्षेत्रमा ख्याति प्राप्त आज सम्मानित हुनुहुने व्यक्तित्वहरू, आम सञ्चारकर्मी, सुरक्षाकर्मी तथा यहाँ उपस्थित महानगरवासी, ज्येष्ठ नागरिकज्यूहरू, विक्रम सम्वत र पुस्तान्तरण गर्दै समृद्ध र विकासका आयाममा यसअघिका विभिन्न कालखण्डमा काम गर्ने जनप्रतिनिधि र राष्ट्रसेवक साझेदार महानगरवासी तथा शुभेच्छुकको साथ र सहयोगलाई उच्च कदर गर्दै स्मरण गर्न चाहन्छु। उपस्थित महानुभावज्यूहरू, काठमाडौँ महानगरपालिका आम महानगरवासीको सर्वोत्तम हितका निम्ति दत्तचित्तले काम गरिरहेको छ। आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्र र कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्र महानगरपालिकाले नियमित काम गर्ने क्षेत्र हुन्। प्राकृतिक सम्पदा र मानव निर्मित सृजनाको संरक्षण, सम्वर्धन र प्रवर्धन गरेर सहरको सांस्कृतिक पहिचानलाई अक्षुण्ण राख्नु, शहरी स्वच्छता र सरसफाई गर्नु, समृद्धिका लागि एकीकृत पूर्वाधार विकास गर्नु, दैनिक सेवा प्रवाहलाई सहज र चुस्त बनाउनु, आम मानिसको जीवनलाई सहज बनाउनु हाम्रो दायित्व हो। यी दायित्वप्रति उत्तरदायी, इमानदार भएर मितव्ययी तथा पारदर्शी भई कार्य सम्पादन गरिरहेका छौँ। नियमित कामसँगै नागरिकका दैनिक जीवनसँग जोडिएका र आम सरकारसँग सम्बन्धित योजना कार्यान्वयन थप प्राथमिकता दिन स्वास्थ्य, शिक्षा, रोजगारी प्रवर्धन, वातावरण सुधार र